हाई एभ्रिवान, हामी नेस्टोमा छौँ। यो फलफुल भइहाल्यो अनि यो भेजिटेबल भयो सेक्सन। ए भेजिटेबल खुर्सानी, टमाटर, यो अदुवाहरू, प्याजहरू, लसुनहरू, आलुहरू, यो सबै सामानहरू छ। यो ओइल नेक्स्ट आएको राम्रो छ। आज अफर अलिक छैन यो सेक्सन। यो चिकनहरू, चिकन लिभर बनाएर खाने हो आज। यो भाँडा सेक्सन सबै सामानहरू पाउँदो रहेछ। अब नेस्टोमा नपाउने कुरा भएन, तैपनि हजुरहरूलाई यसो देखाइहालौँ कि भन्ने कुरा हो। जुसहरू यसो खाने यो गर्ने। यो अन्डाहरू हजुर भेराइटीको कुन खाने अन्डा? सुपथ मूल्यमा पाइन्छ यहाँ। बच्चाहरूको लागि छ। ल चक्लेट खाने भए हामीलाई सम्पर्क गर्नु। बिस्कुटहरू, चक्लेटहरू कुन खाने? घर फर्किँदाखेरि यस्तो चक्लेट ल्याइन्छ होला भन्ने। अनि यो ड्राई फ्रुट्स आइटम यता छ। काजु, किसमिस, कस्तो लाग्यो हजुरहरूलाई? आफ्नो प्रतिक्रिया लड्डुहरू, बिरयानी, चिकन बिरयानी, बिफ छ, मटन छ, सबै छ। फलफुलहरू मान्छे पाउँछ कि नै? खजुर यो खायो भने त के भन्छ स्ट्यामिना हरि बढ्छ अरे भन्छन् कि बैगन नाशपति
सबै खानेकुराहरू के महँगो पानीहरू बिल्डिङहरू राइस कति महँगो छ यो चिनी बनाना सागहरू फर्सीहरू स्वीट मेलन पाइनएप्पल यसको पाउँदो रहेछ बजारमा आउँदाखेरि ल्याउन अब हामी यिनीहरू नेपाली नानीहरू अब हामी नेक्स्टको बाहिर जाँदैछौँ नेक्स्टको बाहिर गयो बाहिर त आउनै मन लाग्दैन यत्रो बिल्डिङमा बस्ने अनि आज हामीहरूले सामान ल्याएर आछौँ आज छुट्टी छ के अरे त्यो भएर यसो न हजुरहरूलाई मनोरञ्जन गराऊँ नेक्स्टमा भन्न खोजेको मात्र हो ल हस् त सबैलाई नमस्ते बाई बाई सिउ नेक्स्ट ब्लग अब कस्तो लाग्यो पहिलोचोटि हो राम्रो लाग्यो ठिक छ नराम्रो लाग्यो पनि ठिक छ ल सबैलाई बाई बाई यसो राम्रोसँग हेरेर लाइक गरिदिनु होला सब्सक्राइब गरिदिनु होला युट्युबमा आउँछ अनि फेसबुकमा आउँछ टिकटकमा आउँछ सबैमा आउँछ ल